बोलो श्री कृष्ण कन्हैया लाल को, श्री निजानंद स्वामी को जय, महामती श्री प्राणनाथ प्यारे को जय। परम श्रद्धेय, परम वंदनीय, आत्म संबंधी, निज घर का साथी संगी सुंदर साज जी, प्राण प्रियतम धामधनी अक्षरातीत श्री कृष्ण जी, श्री राजी महाराज को अनंत करुणा निरंतर रूप में वर्षिरहेकै छ। त्यही करुणा को प्रसाद हामीले पाइरहेका छौं। श्रृंगार ग्रंथ को 27औं प्रकरण आज 16 चौपाईदेखि 26 चौपाईसम्म श्रवण गर्दैछौं। 11 चौपाई सुन्नेछौं। सुरु गरौं। आत्मा बैठे खेल में, बोलो श्री अखण्ड परम धाम को। आत्माहरू, हामी ब्रह्मात्माहरू बैठे बसेका छौं खेल में। यो संसार रूपी खेलमा हामी बसेर खेल हेरिरहेका छौं। अझौ बीच ख्वाब, अझौ अझै पनि बीच ख्वाब भनेको सपना। यो सपनाको सृष्टिभित्र बसेर हामीले यो खेल हेरिरहेका छौं। गुनाह पहले पहुँच अरस में। गुनाह भनेको दोष। पहिले नै पहुँच पुगिसकेको छ अरस में, परमधाममै पुगिसकेको छ। हामीले यो खेलमा बसेर राज्यलाई भुलेको दोष, परमधामलाई भुलेको दोष, म ब्रह्मात्मा हुँ भनेर आफूले आफूलाई भुलेको दोष, त्यो परमधाममै पुगिसकेको छ। करे मासुक रुहे हिसाब। करे गर्नुहुन्छ। मासुक भनेको प्राण प्रियतम धाम धनी श्री राजी महाराजले, रुहे भनेको ब्रह्मात्माहरूको हिसाब भनेको लेखाजोखा सबै गर्नुहुनेछ परमधाममा जागृत भएपछि। हक हुकुम तो है सब में। राज्यको हुकुम, आज्ञा त सब में, सबैमा राज्यकै हुकुमले काम गरिरहेकै हो। बिना हुकुम कोही नाहे। बिना हुकुम धाम धनीको आज्ञा बाहेक कोही नाहे, केही पनि नै छैन। पर यामे हुकुम नजर लिए। परन्तु यामे यो संसारको बीचमा, यसमा यो संसारको यो शरीरतर्फ हुकुम, यो आज्ञाले नजर लिए दृष्टि निरन्तर पुर्याइरहेको छ हाम्रो तर्फ। यो संसारमा जुन शरीर हामीले धारण गरेका छौं, यसमा राज्यको आज्ञाले निरन्तर रूपमा दृष्टि पुर्याइरहेको छ। और रूह का बड़ा मता यमाही। और अनि रूह का ब्रह्मात्माहरूको बड़ा मता, ठुलो सम्पत्ति, ठुलो सम्पदा, या माही, यही संसार, यही शरीरको बीचमा प्राप्त भएको छ हामीलाई। जेता हिस्सा तन में जीन का। अब जेता हिस्सा, जति अंश, के को अंश भनेको परात्म स्वरूप, मूल मिलावमा रहेको परात्म स्वरूपको हिस्सा, अनि राज्यको आज्ञाको हिस्सा जति जति हामीमा आएको छ, सो जोरा तेता किया चाहे। सो त्यसको, जोरा भनेको शक्ति, तेता भनेको त्यति नै, किया चाहे त्यो अनुसारले काम गरेको हुन्छ। परात्माको हिस्सा हामीमा आएको अंशको रूपमा र आज्ञाको हिस्सा जति छ त्यसको अनुसारले शरीरमा बसेर काम गरेको हुन्छ। ए विचार करे सो आत्मा। आत्माहरूले, ब्रह्मात्माहरूले ए विचार, यो कुराको जब चिन्तन गर्नुहुन्छ,
धनी हुकुम देशी गुहाए। त्यस्ता ब्रह्मात्माहरूलाई धाम धनीको हुकुम आज्ञाले देशी दिनुहुनेछ। गुहाए भनेको साक्षी। त्यस्ता ब्रह्मात्माहरूलाई साक्षी दिनुहुनेछ भित्र बसेर आज्ञाले। जो ब्रह्मात्माले यो कुराको चिन्तन गरेर म ब्रह्म सृष्टि परमधामको हुँ भन्ने मनन बार बार गरेको हुन्छ। ताथे हुकुम के सिर दोष दे। ताथे त्यही भएर हुकुम के राज्यकै आज्ञाको उपरमा सिर दोष दे। त्यो हुकुमकै शिरमा दोष थुपारेर मात्रै हामीले उन्मुक्ति पाउन सक्दैनौँ। बैठ न सके आत्मा। ब्रह्मात्माहरू बैठ न सके, चुपचाप बस्ने कुरा हुँदैन। अरस दिल खुदी से क्यों डरे। अरस दिल जसको दिल नै परमधाम छ त्यस्ता ब्रह्मात्माहरूले खुदी से भनेको त्यही राज्यको हुकुमको जुन स्वाभिमान छ, स्वामित्व ग्रहण गरेर बसेको छ हुकुम, त्यसबाट क्यों डरे, त्यसबाट भयभीत भएर बस्ने होइन, बरु परमधामको म ब्रह्मात्मा हुँ भन्ने भाव लिएर भित्रबाट बलियो भएर समर्पित भक्तिको मार्ग अपनाउने। लिए धनी इल्म रोशन। लिएर पनि धाम धनीको इल्म भनेको ज्ञान, ब्रह्मज्ञानको, रोशन भनेको प्रकाश, त्यो दिव्य प्रकाश ब्रह्मज्ञानको हृदयमा पाएर पनि हामी अब चुपचाप त कसरी बस्नु र। गुनाह अक्षरातीत मिने। अक्षरातीत परमधाममा गुनाह लागेको छ भनेको प्रात्म स्वरूपलाई दोष त लागिसकेको छ, विस्मृतिको दोष। पहुँच्या रुहका जित। पहुँच्या पुगेको छ, त्यो दोष पुगेको छ। रुहका भनेको ब्रह्मात्माहरूको, जित भनेको जहाँ जुन मूलमिलावमा, परमधाम मूलमिलावमा हामी यहाँ बसेका छौँ परात्म स्वरूप, त्यहाँ दोष त लागेको छ हामीलाई। कह्या गुनाह कुलफ मुह मोतिन। अब कह्या भनेको भनिएको छ, धाम धनीले के भन्नुभयो यति बेला भने मोतिन भनेको मोती, ब्रह्म सृष्टिलाई मोती भनिएको छ रत्नको रूपमा। अब मोतीको मुखमा तालचा लागेको छ। कुलफ भनेको तालचा लागेको छ, भोटे तालचा लागेको छ। त्यो तालचा के को तालचा लागेको छ? त्यही विस्मृतिको, भुलनको ब्रह्म सृष्टि रूपी मोतीको मुखमा तालचा लागेको छ। त्यो गुनाहको तालचा लागेको छ भनेको मतलब भुलेको हुनाले हामी मुख बन्द छ हाम्रो, के बोल्न नसक्ने अवस्था छ। दिल सद्गुरु कुञ्जी खोलत। अब दिलमा, हृदयमा सद्गुरुको कुञ्जी, ब्रह्मज्ञान, तारतम्य ज्ञान जो सद्गुरुले दिनुभएको साँचो, कुञ्जी भनेको साँचो, त्यसले मात्रै खोल्न सक्छ। ब्रह्म सृष्टिको मुखमा लागेको तालचा त्यो खोल्ने भनेको चाहिँ अब राज्यको धाम धनीको माध्यमद्वारा दिएको जुन तारतम्य ज्ञान छ, त्यसले मात्रै त्यो गुनाहलाई हटाउन सक्दछ। हिसाब जिनो हाथ धनी के। हिसाब किताब हाम्रो लेखाजोखा जिनो हाथ, जसको चाहिँ हाथ धनी के, धाम धनीको हातमा छ हाम्रो सबै हिसाब किताब जति सबै नै। निज धाम के माही। निज धाम परमधामको बीचमा हाम्रो हिसाब किताब लेखाजोखा सबै त्यही सम्पन्न हुनेछ। हामीले कति भुल्यौँ, कति याद गऱ्यौँ, कति प्रेमको व्यवहार भयो, कति स्वार्थमा परियो, यी सारा कुराको लेखाजोखा हाम्रो त्यही परात्म स्वरूपको अगाडि हुनेछ। हरस तन बीच खिलवत। बीच खिलवत मूल मिलावामा, अरस तन बीच भनेको मतलब
परात्म स्वरूपको सामनेमा राज्यको अगाडि बसेको परात्म स्वरूप छ, उनीहरूको नै सबै नै हिसाब किताब हुनेछ। ताको डर जरा कहूँ नाही, ताको त्यस्ता परमात्मालाई अब डर भए जरा अलिकति पनि कहूँ नाही, केही पनि छैन। अब अगाडि के भन्यो, हिसाब जिनो हात धनी के, जसको हातमा हाम्रो हिसाब किताब छ, जिम्मा लाग्यो, सबै जे गरियो गरियो। हे धामधनी, हाम्रो विस्मृतिको सारा दोष अब जिम्मा हजुरको जिम्मा। अब हामीले डराएर के गर्ने, भक्तिलाई अगाडि बढाउने, प्रेम मार्गमा अगाडि बढ्ने। करी हाँसी धनी रुह पर, रुह पर ब्रह्मात्माहरूको उपरमा करी हाँसी, हाँसो गराउनु भएको छ धामधनीले, अद्भुत हाँसो। जिन वास्ते किया खेल, जिन वास्ते जो ब्रह्म सृष्टिको लागि किया खेल, यो खेल रचिदिनु भएको हो, ती ब्रह्मात्माहरूको उपरमा हो हाँसो चल्ने परमधाममा। रूहों बहस किया इश्क का, रूहों ब्रह्मात्माहरूले बहस भनेको चाहिँ संवाद, किया भनेको गर्नुभएको थियो, इश्कका प्रेमको संवाद मूल मिलापमा गर्नुभएको थियो। हाम्रो प्रेम ज्यादा भनेर बेर तीन देखाया माहे लैल, माहे लैल यो रात्रि, खेलको रात्रिको बिचमा बेर तीन, तीन तीन पटक देखाया, देखाइदिनु भयो खेल। कुन कुन खेल देखाउनु भयो, ब्रजको, राजको र जाग्नीको। अब राज्यको सामनेमा परमधाममा ध्यानको माध्यमद्वारा सन्देश लिएर आउने सन्देशवाहक जुन स्वरूपले राज्यको सामनेमा प्रार्थना गर्नुभयो। मोहे अरस में बिना उमत, मोहे मलाई, हे परमात्मा मलाई अरस में परमधाममा बिना उमत, उमत भनेको ब्रह्मसृष्टि जमात समूह, ब्रह्मसृष्टि बिना म कसरी एक्लै बसौँ भनेर परमात्माको सामनेमा प्रार्थना गर्नुभयो सन्देशवाहक स्वरूपले। धनी दिया प्याला मेहर कर, धनीले धामधनीले दिया दिनुभएको छ, प्याला मेहर कर, खूब कृपा गरेर, कृपाकै त्यो प्याला दिनुभएको छ, प्रेमको प्याला दिनुभएको छ, खूब कृपा गरेर। कहे मोहे मिठा न लगे शरबत, अब उहाँले के भन्नुभयो परमात्मालाई भने, मोहे मलाई मिठा न लगे, अलिकति पनि मिठो लागेन। शरबत भनेको त्यो प्रेम अमृतको धारा, प्रेमको सागर छल्केको छ, तर ब्रह्म सृष्टि नभएपछि म एक्लै के कसरी पिउनु यसलाई। त्यसरी ब्रह्म सृष्टिको जमात नहुँदाखेरि मैले त्यो प्रेम अमृतको रस पान गर्न कसरी सकूँ, मलाई मिठास लाग्दैन। धनी दोस्त कहे औलिए, धनी धामधनीले औलिए भनेको तपस्वी, साधक, फकीर ब्रह्मात्माहरूलाई दोस्त कहे भनेको मेरो मित्र हुन्, सबैभन्दा आत्मीय नजिकका हुन् भन्नुभएको छ। भए ऐसे बुज्रक, भए भएको छ ऐसे यस्तो प्रकारको बुज्रक भनेको सर्वश्रेष्ठता छ, ब्रह्म सृष्टिको महिमा छ ठुलो। इनको देखे से स्वभाव, इनको यी ब्रह्मात्माहरूलाई देखे से दर्शन गरेर मात्र पनि संसारका सामान्य जीवले स्वभाव भनेको नाफा या पुण्यको फल प्राप्त गर्नेछन्। जैसे याद किए होए धनी धाम, धामधनीको याद किए होए, परमात्मालाई याद गर्दा जति फल मिल्दछ त्यति फल संसारका जीवहरूको लागि ब्रह्म सृष्टिको दर्शनबाट पनि प्राप्त हुन्छ।
जित पर जले जबराइल। जित भनेको जहाँ, जुन परमधाममा जान खोज्दा, जबराइल भनेको अक्षर ब्रह्मको जोस फरिस्ता, उसको पनि पर भनेको पखेटा जल्दछ, पारी जान सक्दैन, त्यो ज्ञानको स्वरूप हो। त्यसो भएर ज्ञानले पुगिँदैन परमधाम भनेको कारण त्यही हो। पहुँच्या न बिलन्दी नूर, पहुँच्या न पुग्न सकेन, बिलन्दी नूर परमधाममा पुग्न सकेनन्। जबराइल जोस त्यो ज्ञानको स्वरूप पनि। त्यसो भएर ज्ञान र प्रेम दुवै चाहिन्छ। ज्ञान चाहियो, तर ज्ञानभन्दा अगाडि अब प्रेम चाहिन्छ। बिना रुहे इशारते खिलवत, बिना रुहे ब्रह्मात्मा भन्दा बाहेक इशारते, इशारा, संकेत, रहस्य कहाँको, खिलवतको, मूल मिलावाको गहिरो भेदलाई दूजा एक कौन जाने मजकूर, दूजा अरू ब्रह्मात्मा भन्दा बाहेक अरू एक कौन जाने मजकूर, त्यहाँको चर्चा, त्यहाँको विवरण, त्यहाँको सारा भेद अरू कसले जान्नु सक्नु र। अलस्तो बेरब कह्या धनीने, धनीले के भन्नुभयो भने ब्रह्मसृष्टिलाई, म तिम्रो मालिक होइन र भनेर सोध्नुभयो ब्रह्मसृष्टिलाई राज्यधाम धनीले। तब जवाब दिया रोहन, त्यसपछि प्रश्न सुनिसकेपछि रोहन ब्रह्मात्माहरूले जवाब दिनुभयो। के जवाब दिनुभयो? हो नि धनी, हजुर नै हाम्रो स्वामी मालिक हुनुहुन्छ भनेर जवाब दिनुभयो। कोही और होवे तो देवही, कोही और ब्रह्म सृष्टि भन्दा बाहेक अरू कोही होवे तो देवही, भए पो जवाब दिनु। त्यस भएर परमधाममा ब्रह्मात्मा भन्दा बाहेक अरू को छ र अरूले जवाब दिनु। ए वचन कहे सुकन्न, यो वचन यो शास्त्रमा, धर्मशास्त्रमा सङ्केत पनि गरिएको छ। यी कुराहरू साङ्केतिक रूपमा भनिएको छ। ए फुरमान कहे सुकन्न, अलस्तो बेरब कहा धनी ने, तब जवाब दिया रुहन्ना। कोई और होवे तो दे वही, ए फुरमान कहे सुकन्ना, ए फुरमान कहे सुकन्ना। बोलो श्री अखंड परमधाम को प्रणाम प्रणाम।